नमस्ते सबैजनालाई। आज म तपाईहरुलाई कुखुराको मासुको अचारको रेसिपी भिडियो शेयर गर्न लागिरहेको छु र मैले यहाँनिर मासु 2 केजी लिएको छु। 2 केजी मासु चाहिँ मैले यो ब्रेस्ट पिस एकदम बोनलेस छ, यसलाई चाहिँ मैले सफा गरेर धोएर चाहिँ यसरी मक्टुमा मैले मजाले तारेको छु। अब यसलाई चाहिँ म यहाँनिर कराईमा राखेर यसलाई चाहिँ म मजाले म्यारिनेट गर्दै छु। मैले यो म्यारिनेसनको लागि चाहिँ ठुलो चम्चीको 1 चम्ची नुन लिएको छु, यो पनि म यहाँनिर राख्दै छु। साथै यो सानो चम्चीको अजिनामोटो पनि यहाँनिर राख्दै छु। साथै यो 2 चम्ची सोयाबिन सस पनि म यहाँनिर राख्दै छु। अब मैले यहाँनिर सबै सामान हालिसकेको छु। यसलाई चाहिँ म मजाले म्यारिनेसनको लागि चाहिँ यो सबै मिक्स गर्दैछु। यसलाई चाहिँ यसरी मजाले यो नुनहरू, यो सोयाबिन सस, अजिनामोटो सबै चारैपट्टि लाग्ने गरी चाहिँ मजाले मिक्स गरेर चाहिँ यसलाई 1 घण्टाको लागि चाहिँ म्यारिनेट गरेको लागि चाहिँ फ्रिजमा राख्नुपर्छ। अब यो सबै सामग्रीहरूलाई चाहिँ मैले मजाले मिक्स गरिसकेको छु। यसलाई चाहिँ म कभर गरेर चाहिँ 1 घण्टाको लागि चाहिँ म म्यारिनेटको लागि चाहिँ फ्रिजमा राख्दैछु। मैले चाहिँ यहाँनिर अचारको मसलाको लागि लिएको छु सानो चम्चीको 1.5 चम्ची टिम्बुर, 50 ग्राम यो धनिया, गोटा धनिया, 50 ग्राम जिरा अनि 25 ग्राम यो सोप पनि लिएको छु। साथै 100 ग्राम लसुन पनि लिएर मैले मसिनो चप गरेको छु। अब यो मसला पनि भुटेको 5 मिनट भइसकेको छ। यो मसला पनि मजाले भुटिसकेको छ। यसलाई चाहिँ म निकालेर चाहिँ अब चिसो हुन राखिदिन्छु। अब चाहिँ यो मासु पनि 1 घण्टा भयो, मजाले म्यारिनेट भइसकेको छ। म चाहिँ यहाँनिर तेल तोरीको तेल राख्दैछु र यो तोरीको तेलमा चाहिँ यो मासुलाई म फ्राई गर्छु। तेल चाहिँ तपाईहरुले मजाले यो मासु भिज्ने गरेर राख्दिनु होला। अब यो तेल पनि मजाले तातिसकेको छ। अब म चाहिँ यहाँनिर चिकन फ्राई गर्न लागिरहेको छु। त्यसरी थोरै थोरै राख्दै तपाईले मिडियमको लो गर्दै यो मजाले पाक्न दिनुहोस्। अब यो मासु पनि सबै मैले मजाले फ्राई गरिसकेको छु। अब यसलाई पनि म निकाल्दैछु। अब म यो चप गरेको लसुन पनि फ्राई गर्न लागिरहेको छु। यो लसुनलाई पनि गोल्डन हुनुन्जेल चाहिँ यसलाई फ्राई गर्नुपर्छ। अब यो लसुन पनि खुलेर मजाले गोल्डन कलर भइसकेको छ। अब म यहाँनिर अघि ग्राइन्ड गरेको मसला पनि मैले यहाँनिर हालेर मजाले भुटिसकेको छु। अब म यहाँनिर तिखालाल 2 चम्ची राख्दैछु। र यो मसलामा लाग्ने नुन पनि राख्दैछु, किनभने मैले मासुमा अघि नुन राखिसकेको छु। अब यो सबै मसला मिक्स गरेर यहाँ मासु पनि म राख्दैछु। अब यसलाई मजाले यसरी मिक्स गर्नुपर्छ।
अब यो मसालामा मैले यो मासु पनि मजाले मिक्स गरिसकेको छु। अब म यहाँनिर चाहिँ अलिकति काँचो खाने तेल चाहिँ फ्लेभरको लागि राख्दैछु। साथै यसमा म 1 चम्ची भेनिगर पनि राख्दैछु। भेनिगरले चाहिँ अचार बिग्रिँदैन। तपाईहरु पनि यसरी बनाएर अवश्य ट्राई गर्नुहोला। तपाईहरुलाई कस्तो लाग्यो आजको मेरो यो रेसिपी? राम्रो लाग्यो भने मेरो भिडियोलाई लाइक, शेयर अनि मेरो च्यानललाई सब्स्क्राइब गर्नु नभुल्नु होला। थ्यांक यू।